हाई गाइज, आज चाहिँ हामी दाङबाट चनौटाको लागि किलिङको लोड गरेर जानु लागेको। बाटोमा यस्तो होला भनेर सोचेको पनि थिएनौँ। बाटोमा हामी हिँडिरहेको थियौँ एकदम रमाइलो तालमा हिँडिरहेको थियौँ। थाहै छ हजुरहरूलाई कति रमाइलो हुन्छ भन्ने कुरा। जाँदा जाँदा बाटोमा एकैचोटि हाम्रो दुईवटा टायर पङ्चर भयो। पङ्चर भएपछि हामीलाई गाडीमा टायर जग लगाउन एकदम गाह्रो भयो। सायद तपाईँलाई पनि थाहा होला कति गाह्रो हुन्छ जग लगाउन भन्ने कुरा। र एकदम गाह्रो भएर हामीलाई लास्टै भोक लाग्यो। धेरै भोक लागिसकेपछि हामीले चाहिँ अनि भाइ ल खाना बनाऊ भनेर भाइलाई चाहिँ खाना बनाउनको लागि हामीले रेडी गऱ्यौँ। र भाइले चाहिँ अब खाना बनाउन सुरु गर्न लाग्यो। अनि खाना बनाउँदा एकदम रमाइलो भइरहेको थियो। त्यति धेरै दुःखको पछि पनि जे होस् अब रमाइलो गरिरहेको थियौँ। साथीहरूले खाना बनाइरहेको थियौँ, एकदम रमाइलो भइरहेको थियो। अनि एकजना साथीले चाहिँ अलिक धेरै नै इन्जोय गरौँ न भन्नुभयो र काँचो मासु अझै बुङ्गुरको काँचो मासु लिएर पोलेर खाऊँ भन्नुभयो। अनि हामीले पनि थाकेको छौँ, ल खाऊँ न त भनेर फेरि हामीले चाहिँ बुङ्गुरको मासु र अलिकति नास्ता खाना लायौँ। एकदम रमाइलो गरिरहेको थियौँ र रमाइलो पनि भइरहेको थियो हामीलाई, किनकि धेरै दिनपछि हामी 3-4वटा गाडीसँगै भेटेर खानापिना खाइरहेको थियौँ। र फाइनली खानासाना खाएर फेरि हामी हिँड्यौँ। हिँड्दा हामी चाहिँ अब पुगिसक्यौँ कम्पनीमा पुगिसकेर हामीले चाहिँ गाडी काँटामा लगायौँ। गाडी काँटामा लगाएर फेरि अब हामी खाली गर्नेतिर लाग्यौँ। अनि खाली गर्ने ठाउँमा चाहिँ भाइले कुण्डी खोल्यो। कुण्डी खोलेर हेर्दा त सट्टै पुरैमा एकैचोटि झऱ्यो। झर्दा चाहिँ अनि भाइलाई चाहिँ धुलो आयो। अनि फाइनली फेरि झार्ने आइडिया चाहिँ नयाँ तरिका रहेछ। टेक्नोलोजिया भने जस्तै नयाँ आइडियाले झार्नु रहेछ। अनि एकदम रमाइलो थियो झार्ने प्रक्रिया चाहिँ, एकदम रमाइलो पुरानो किसिमको थियो। एकदम रमाइलो भइरहेको थियो। र झार्दा बिचमा त्यो किलिङ यहाँ यस्तरी तान्दो रहेछन्, एउटाबाट घुमाएर यताबाट तान्दो रहेछन्। र झार्दा बिचमा टोचन पनि छिन्यो। टोचन छिनिसकेपछि फेरि जोड्नु भयो। अनि जोडेर फेरि उही आफ्नै काम गर्न लाग्नुभयो। अनि काम गर्दा एकदम गाह्रो हुँदो रहेछ। घाम थियो, एकदम धेरै घाम थियो। र काम गर्दा हाम्रो फेरि यो पाइपमा अड्किएर अनि फेरि त्यो टुट्न खोजिरहेको थियो। फाइनली त्यो चाहिँ टुट्न दिनु भएन। एकजना एकदम अनुभवी काम गर्ने मान्छे हुँदो रहेछ। अनि उहाँले चाहिँ टुट्न दिनु भएन। र अनि लास्टमा चाहिँ यस्तरी झाडु मारेर सरसफाइ गरेर एकदम मेहनतको साथमा यहाँहरूले चाहिँ गाडी सफा गर्नु हुँदो रहेछ। त्यो चाहिँ मलाई एकदम रमाइलो लाग्यो, एकदम राम्रो पनि लाग्यो। र एकदम चिटिक्क पारेर सरसफाइ गर्नु हुँदो रहेछ। त्यसको लागि चाहिँ हामीले एकदम धन्यवाद गऱ्यौँ। र एकदम मन खाएर चाहिँ मैले उहाँलाई 1000 रुपियाँ पनि दिएँ। र फाइनली ल्याउनु यो चिया खानु होला भने मैले यो भन्दाखेरि उहाँको आँखादेखि आँसु आयो होला सायद। अनि अब चाहिँ हामी अर्को अनि त्यसपछि फेरि हामी गाडी काँटा गर्न गयौँ। गाडी काँटा गर्न लगिसकेपछि अनि चाहिँ अब चाहिँ हामीले सुर्खेतको लागि लोड गर्न जान लाग्यौँ। त्यो अर्को भिडियो हेर्नको लागि हामीलाई सब्सक्राइब गर्नु होला।